गाइज आजको हाम्रो भ्लग चाहिँ होइन अब यहाँ पसलदेखि सुरु भइरहेछ र यतापट्टि विनोद र पारस छ र म यहाँ बसिरहेको छु र हाम्रो केटाहरूले चाहिँ यहाँनिर टक्कसँग ल्यापटपहरू सेटिङ मिलाउँदैछ अनि र ल्यापटप छ केटाहरूले यहाँ मिलाउँदैछ र आजको चाहिँ हाम्रो भ्लग भनेको बेमा डिजे बजाएको हुनेछ बेमा सेटअप गरेको टक्कसँगले हेलो बजु हेलो भ्लग बनाउँदैछु हेलो र आज भनेको हाम्रो इलाम दानाबारीको आलेटार भन्ने ठाउँमा हाम्रो चाहिँ अब एक सेट बुकिङ आएको छ र त्यहाँनिर हामी जानेछौँ र डिजे बजाउनेछौँ र सेटअप पनि 3 जना आज चाहिँ 3 भाइ डङ 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 मिलेर हो अब अरू बेला त 1 जना मात्रै गइन्थ्यो 3 जना जाँदा चाहिँ रमाइलो हुन्छ क्या वाइल्ड रमाइलो अब हामी चाहिँ त्यहाँनिर गएर टक्कसँग सेटअप गरेको पनि भिडियो देखाउनेछौँ डिजे बजाएको सोल्टिनीहरू कति हुन्छ अब नाचेको यसो होइन अब सबैजनाले लाइक सब्सक्राइब एन्ड कमेन्ट सबैजनाले प्लिज यो चाहिँ मेरो फर्स्ट भ्लग है कस्तो हुन्छ राम्रो छ कि छैन कस्तो आइरहेछ अब बोल्नु त खासै आउँदैन यसले डिस्टर्ब गरिदिन्छ यार भ्लग सो गाइस अहिले चाहिँ हामी होइन टक्कसँग एकछिन अलिकति भोल्युम घटाउँ यहाँ हामी 3 जना अगाडि छौँ र पछाडि हाम्रो केटा बसिरहेछ हामी चाहिँ साउन्ड सिस्टम लिएर अब आरेटारतिर लाग्यो अब आरेटारमा गएर टक्कसँग सेटअप गरेको अनलोड गरेको भिडियो पनि सबै आउँछ र अघि लोड गरेको चाहिँ अलिकति भ्याइन र भिडियो गर्नु पाइनँ अब सेटअप गरेको र बजाएको नाचेको सोल्टिनीहरू सबै देखाउँछु गाइज भिडियो अन्तिमसम्म हेर्नु होला गाइज लाइक कमेन्ट सब्सक्राइब टक्कसँग हानिदिनु होला हाम्रो यो इलाम दानाबारीमा हामी चाहिँ यसरी कुदिन्छ टक्क लाएर बसिरहेछ पछाडि एकजना ल हामी चाहिँ अब साउन्ड सिस्टम लिएर आएको घुमेर कहाँ पुगेर बल्ल अब चाहिँ आइपुग्नु लाग्यौँ अब यहाँनिर फेरि अगाडि बाटो यस्तो छ खत्तम बाटो चाहिँ एकदम खत्तम छ है गाह्रो छ टर्निङै पुग्दैन टर्निङ पुग्दैन यसरी ब्याक गर्नुपर्छ 2-3 चोटि यहाँ हेरौँ नि टर्निङ नपुगेर है बाटो यस्तो छ यो ट्र्याक्टरको बाटो हो कि पिकअपको अटो कुद्ने छिर्छ यहाँ माई छिर्छ के हो ल अब चाहिँ यहाँनिर टक्कसँग यो फेरि गाउँले स्टाइल होइन टक्कसँग यो चाहिँ फेरि यो उकालो लानुपर्ने है अनि यहाँनिर उयो भएछ नि त यता उयसमा असर परिरहेछ यसमा असर परिरहेछ त यता फेरि हालोजिन पड्याङ्गै जान्छ एक राउन्ड हान्नुपर्छ बाँसमा अब चाहिँ हाम्रो यहाँनिर साउन्ड चेक हुन आँटेछ यता हाम्रो साथी बसिरहेछ हामीले सेटअप गरेको भिडियो पनि बनाउनु पाइनौँ रात परेर बैशाखी यहाँ छ बैशाखी यहाँ छ र यता सेटअप र यहाँनिर बक्स 2टा एलएच एउटा बेस छ भने एफडिबीको 2000 स्पिकर 2टा लागेको छ डुअल बेस हो र तपाईँहरूलाई एकचोटि साउन्ड चेक सुनाउँछु है ल साउन्ड चेक Y'all ready for this?
रजनी रजनी करवत्रवृते भ्रमरा 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 भ्रमराधिपते जय जय महिषासुरमर्दिनि रम्यकपर्दिनि शय्यसुते Let's go! यहाँ चाहिँ नाइट डिजे हुँदैछ है नाइट डिजे